साथीहरू अनि हामी चाहिँ यहाँ हिँड्नु आँटेको बनभोज सबैजना छ पछाडि अनि हामी चाहिँ बाटो चाहिँ यस्तो डाँडा डाँडा छ त्यही बेला म डिपार्टमेन्टमा डाँडा चढ्न आँटेको अनि यो चाहिँ हाँसिरहेको छ यसको आज बाटो नमस्ते मेरो नाम भाग्यनु पाने हामी चाहिँ हाम्रो गाउँको धुम्बे डाँडा चढ्न जाँदैछौँ अगाडिको यसको हाइट रहेको छ 4.6 मिटर सगरमाथा देख्छ त्यो माथिबाट गाइज हामी जाँदैछौँ हाम्रो गन्तव्य धेरै टाढो छ अनि हामी चाहिँ अब आधी बाटोतिर आइसकेको छ अनि हाम्रो ग्याङहरू हेर्नु होला साथीहरू अन्त यहाँ भइसक्यो यहाँ जङ्गल हेर्नु होला अहिले आधी बाटोतिर अहिले म भिडियो बनाउनु पनि सक्छु होला ओइ के भयो मोबाइल अनि मलाई चाहिँ कराई बोक्नु लागेको छ हेर्नु होला कति भारी छ म स्यास्या भइसक्यो उयो व्हाइट कलरको हुडी लगाउनेले अघिदेखि नै बोलिरहेको बढी भइरहेको छ तर म अहिले कहाँ गएर पिट्छु होला हाम्रो जङ्गल हेर्नु होला कस्तो डरावना छ अहिले गर्छु हामी तिनजना चाहिँ हेर्नु होला लास्टमा छ यो अनि म फाइनली हामी आइसकेको छ हाम्रो स्टेसनमा बल्ल बल्ल म चाहिँ बोतल बोकेको यहाँनिर साथीहरू यहाँ आएर हेर्नु होला भ्यू वाउ हामी यहाँ माथि आइसकेको छु यहाँ हेर्नु होला वाइ त्यहाँ चाहिँ सामा मासुहरू पकाउने आन्टीका छ कस्तो खतरा छ हेर्नु बाधार पूजा आउँछ भने यस्तो कुरा अब चढाउँछु नु माया कत्ता ठुलो आवा चाहिँ झट्टै भिरे बस्छ हो चढ्केछ त उ अहिले ल्यान्डस्लाइड हुन्छ चटपटे इंग्लिश सालान सामसर दिएको थियो यो रोका रोका ब गर सेखुवा देखेन यो मिटमा साथ फेरि खुसेला हेर्नु होला यहाँ सेकुवा बन्दै डढ्यो यो 24 आलु रहेछ हो अघिल्लो यो लिएर आउनु हुन्थ्यो नि पने लिएर आउनु हुन्थ्यो नि त्यो चिम्डीको के पक्रिनु के रे सुलभको बाङ्गो न बाङ्गो छ अहिले केला उभिएको पारा
काम गरेन खोइ त्यो मेरो टोटलले त के भयो सब यहाँ अब गेम खेल्ने अब जहाँ आठा ताली म बजा पनि खेल्ने गेम तिम्रो बाबालाई भनिदिन्छु यहाँ बस कानसँग गएर फोन गर्न पर्छ जुल है दारी पलाएछ खुब दारी पलाइछ तेरो पो पलाउँथ्यो खोक्टे ऊ यो समुदायको दाढी पाए कालै हुनु बोक्सी त अब त्यहाँबाट हाम फाल्ने हो कोही त भिडियो बन्द गर्दा टाँसे के जस्तो आयो त्यस्तै देख अब नखेल्छ हामी चाहिँ अब भिडियो बनाउन जान आँटेको हो हामी चाहिँ अब भिडियो बनाउन आएको हेर्नु होला कस्तो राम्रो ठाउँ छ टिकटक अहिले बनाएपछि भेटौँला है त गाइड अहिले